शक्ति दुरुपयोग आफैमा संविधान विपरीतको कार्य हो। लाज पनि लजाउँछ तर हाम्रो सरकार लजाउँदैन। जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो सभामुख महोदय। अदालतमा पनि पार्टी कार्यकर्ताको भर्ती हुन्छ, अख्तियारमा पनि भर्ती हुन्छ। राज्यले किर्ती जाहेरीको निर्माण गरी एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रूपमा आएको छ सभामुख महोदय। मजाक हो कि? विषय माननीय रवि लामिछानेको हो। आजभोलि हरेक दिन जसो रवि लामिछानेसँग सम्बन्धित मुद्दामा जाहेरीकर्ता बनाइएकाहरूले अहिले सार्वजनिक रूपमै मैले रवि लामिछाने विरुद्ध कुनै पनि किटानी जाहेरी दिएको थिएन, मलाई थाहै नदिई अभियोग पत्रमा मेरो नाम लेखियो, कसै विरुद्ध किटानी उजुरी नै नहालेको मान्छेलाई कसरी उजुरीकर्ता बनाइयो भन्दै सार्वजनिक रूपमा प्रश्न गरिरहेका छन्। भोलि सम्मानित अदालतमा यो विषय प्रवेश भई आफ्नै ढङ्गले निराकरण होला नै, तर सामाजिक र राजनैतिक वृत्तमा राज्यले किर्ती जाहेरीको निर्माण एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रूपमा आएको छ सभामुख महोदय। शक्ति दुरुपयोग आफैमा संविधान विपरीतको कार्य हो र जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो सभामुख महोदय। पक्राउ पूर्जी बिना गरिएको पक्राउ, पूर्वाग्रह पूर्ण अनुसन्धान र बिना किटानी जाहेरी अभियुक्त बनाउने कार्य यी सबै मानव अधिकार सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लङ्घनहरू हुन्। पूर्व न्यायाधीश फोरमले पनि वक्तव्य मार्फत भनेको छ कि कतिपय कसुरका अनुसन्धानमा गरिएका अनुसन्धान, गिरफ्तारी र अभियोजन। अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ तर हाम्रो सरकार लजाउँदैन। मैले के भन्न खोजेको भने आज पहिला के हुन्थ्यो, मान्छे चुनाव लड्थ्यो, चुनाव हार्छ, राष्ट्रिय सभामा जान्छ, एम्बेसडर बन्छ। यो गलत परम्परा हो। हामी गलत परम्परालाई, जबकि राष्ट्र ब्याङ्कको ऐनमा क्लियर छ कुनै पनि राजनीतिक दलको सदस्य गभर्नर हुन सक्दैन। अब चुनाव लड्ने भन्दा पार्टीको आधिकारिक उम्मेदवार भन्दा सदस्य कस्तो सदस्य हुन्छ मैले बुझ्न सकेको छैन, किनकि म पनि पार्टीबाट चुनाव लडेको हो, पार्टी सदस्य भएरै चुनाव लडेको हो। यो त्यो आफैमा प्रमाण हो। र दोस्रो कुरा के त्यहाँ राष्ट्र ब्याङ्क यत्रो वर्षदेखि चलिरहेछ, त्यहाँ कोही विज्ञ छैन? त्यहाँ भित्रबाट गऱ्यो भने पाप लाग्छ? बाहिरको मान्छे गर्नु पर्यो, आफ्नै दलको कार्यकर्ता गर्नु पर्यो। भोलिदेखि त यो परम्परा बस्यो भने अदालतमा पनि पार्टी कार्यकर्ताको भर्ती हुन्छ, अनि अख्तियारमा पनि भर्ती हुन्छ, लोकसभामा भर्ती हुन्छ। यो एउटा के हुन्छ भने मान्छे मरेर डराउनु पर्दैन, काल पल्टेर डराउनु पर्छ। सरकारको यो स्वच्छाचारी नीति कि आफ्नो दलीय भागभण्डामा आफ्नै कार्यकर्ताबाट मात्र देश संस्था सुरक्षित पार्ने, त्यहाँ जति पनि दुरुपयोग गर्न पाउने जुन नियत छ त्यसमा लगाम लाग्नुपर्छ। त्यस कारणले के त्यहाँ डिप्टी गभर्नर छ त्यसैले बनाइदिए के फरक पर्छ? के महिला भएको कारणले उसलाई बनाउनु मिल्दैन? के त्यहाँ राष्ट्र ब्याङ्कको कर्मचारी भएको कारण बनाउनु मिल्दैन? त्यस कारणले यहाँ जुन ऐनको सिधा उल्लङ्घन छ, सरकारलाई ऐन उल्लङ्घन गर्न छुट छैन। यदि सरकारलाई ऐन उल्लङ्घन छुट छ भने यही संसदमा बिल पेश गरोस्, ऐन पेश गरोस्, पास गरेर त्यसपछि ऐनको उल्लङ्घन गरोस्। किनकि ऐनमा प्रश्न लेखा छ कि रिटायर हुनुभन्दा पहिला 1 महिना पहिला नियुक्ति हुनुपर्ने, त्यो किन पुरा गरिएन? दोस्रो, यो सर्च कमिटी भनेको मजाक हो कि? हरेक 10 दिनमा एउटाको नियुक्ति हुने, 10 दिनमा राजीनामा दिने। पहिले सोचेर किन मान्छेको नियुक्ति हुँदैन? व्यक्ति पछि नियुक्ति गर्दै जाने, आफ्नो हलीहरूलाई नक्ति गर्ने, हलीलाई फेरि अर्को जिम्मेवारी पायो भने त्यो राजीनामा गराउने। यसको सहायक मन्त्रीलाई 3 जनाको व्यवस्था गरिएको रहेछ। प्रदेशको राज्य मन्त्रीलाई 3 जनाको व्यवस्था गरिएको रहेछ सल्लाहकार राख्ने। प्रदेशको मन्त्रीलाई 5 जना व्यवस्था गरिएको रहेछ। प्रदेशको मुख्यमन्त्रीलाई सचिवालयमा प्रमुख राजनीति सल्लाहकार, जनसम्पर्क सल्लाहकार, सौके सचिव, अधिकृत विज्ञ, प्रेस विज्ञ, कम्प्युटर अपरेटर, फोटोग्राफर, कार्यालय सहित 17 जना राख्ने व्यवस्था गरिएको रहेछ। समग्रमा प्रदेशको मुख्यमन्त्रीहरूको हेर्ने हो भने 17x7 गर्दा 119 जना सल्लाहकार र सहयोगी राख्ने व्यवस्था गरिएको रहेछ सभामुख महोदय। प्रदेशको मुख्य सचिव अथवा प्रदेश प्रमुखका लागि 13 जना सल्लाहकार सदस्य, 12 जना सचिवालय सदस्य गरेर 25 जना राख्ने गरिएको रहेछ। यो संख्या 7 प्रदेशमा हेर्दाखेरि 175 जना पुग्दो रहेछ सभामुख महोदय। सभामुख र उपसभामुखको, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको पनि सल्लाहकार र सचिवालयको व्यवस्था रहेछ। उपसभामुखको हकमा 6 जना, राष्ट्रिय सभाको उपाध्यक्षको हकमा 6 जना रहेछ भने सभामुख र अध्यक्षको हकमा 8-8 जना रहेछ सभामुख महोदय। प्रधानमन्त्रीको हकमा सल्लाहकारको व्यवस्था
46 जनाको विज्ञ समूह रहँदो रहेछ। सचिवालय सदस्यहरू 45 जना हुने गरेको रहेछ। टोटल 91 जना हुने व्यवस्था गरिएको रहेछ। राष्ट्रपतिको हकमा 13, उपराष्ट्रपतिको हकमा 13 जना रहेछ। राष्ट्रपतिको हकमा विज्ञ सल्लाहकारको रूपमा 7 जना र निजी सचिवालयमा 19 जना गरेर जम्मा टोटल सभामुख महोदय यो सङ्ख्या हेर्दा 460 जना लिखित रूपमा प्रदेशदेखि राष्ट्रपतिसम्मकामा सल्लाहकारको व्यवस्था छ। सल्लाहकारहरू कस्ता हुँदो रहेछन् भने सभामुख महोदय मैले हेरेँ, धेरै पहिलादेखि एउटा कुनै रक्षा मन्त्री हुँदाखेरि विज्ञको रूपमा एउटा इन्द्रजित राई क्याप्टेनलाई, त्यो पनि भारतीय सेनामा रहेका क्याप्टेनलाई सल्लाहकारको रूपमा कुनै मन्त्रीले राखेको इतिहास थियो। रक्षा मन्त्रीले सल्लाहकार राख्दा क्याप्टेन, त्यो पनि भारतीय सेनाको। आखिर तिनै सल्लाहकार पछि गृह मन्त्रालयमा आएछन् संविधानले नचिनेको। अहिले चर्चित एउटा काण्डमध्ये त्यो शरणार्थी काण्डको बीजारोपण गर्ने तिनै सल्लाहकार थिए सभामुख महोदय। यो सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन्? सल्लाहकारहरू बिचौलियाका रूपमा प्रवेश गरेका छन् कि छैनन्? सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री त्यति मात्र होइन, मैले त प्रधानमन्त्रीसम्मको राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेँ सभामुख महोदय। मैले देखेको छु अहिले पनि सल्लाहकार, प्रधानमन्त्रीको सल्लाहकार मन्त्री परिषद आफै हुन्छ। परराष्ट्र मन्त्री आफै परराष्ट्र सल्लाहकार हुनुहुन्छ प्रधानमन्त्रीको। सल्लाहकार हेर्दाखेरि मलाई के लाग्न थाल्यो भने राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विकास सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा सम्पर्ककालीन न्याय सम्बन्धी सल्लाहकार, सूचना प्रविधि विज्ञ। यसरी सल्लाहकार राख्ने नाउँमा एकातिर देशले आर्थिक अवस्था यसरी ठेक्न नसक्ने अवस्था छ भने सल्लाहकारका नाउँमा यसरी अरबौं रुपियाँहरू जाने परम्पराको विकास भएको छ। सल्लाहकार मात्र राख्ने होइन, ती सल्लाहकारहरूलाई गाडी सुविधा उपलब्ध गराउनुपर्छ सभामुख महोदय। गाडी पनि कतिपय सल्लाहकारहरू त मन्त्री स्तरीय, कतिपय सल्लाहकारहरू राज्य मन्त्री स्तरीय, कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि कहीँ ठाउँ नपाएपछि सल्लाहकारका रूपमा सत्ताको वरिपरि बस्नका जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विकास सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा सम्पर्ककालीन न्याय सम्बन्धी सल्लाहकार, सूचना प्रविधि विज्ञ। यसरी सल्लाहकार राख्ने नाउँमा एकातिर देशले आर्थिक अवस्था यसरी ठेक्न नसक्ने अवस्था छ भने सल्लाहकारका नाउँमा यसरी अरबौं रुपियाँहरू जाने परम्पराको विकास भएको छ। सल्लाहकार मात्र राख्ने होइन, ती सल्लाहकारहरूलाई गाडी सुविधा उपलब्ध गराउनुपर्छ सभामुख महोदय। गाडी पनि कतिपय सल्लाहकारहरू त मन्त्री स्तरीय, कतिपय सल्लाहकारहरू राज्य मन्त्री स्तरीय, कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि कहीँ ठाउँ नपाएपछि सल्लाहकारका रूपमा सत्ताको वरिपरि बस्नका